तपाईहरु बन्दीपुर जानु भएको छ कि भएको छैन? आज तनहुको पर्यटकीय क्षेत्र बन्दीपुर जाम है त। घरमा बस्दा बस्दा वाक्क लागेर काजाम काजाम हुन्छ भन्नु नि छैन, घरमा बसेकै छैन, तर कतै गएको पनि छैन जस्तो के। अनि आज चाहिँ घरबाट केही बनाएर बन्दीपुर गएर खानी भनेर हामी साथीहरु लागेको। अनि त्यहाँ पुग्दा त भ्यू हेर्नु न, यस्तो दामी यो चाहिँ टुडीखेल है। अनि आकाशमा यस्तो बादल देख्दा मलाई यस्तो दामी लाग्छ नि। ए साच्चै म त केटी मान्छे पो त, जाने बित्तिकै फोटो भिडियो गरेन भने त मलाई खाकै पस्दैन नि। पहिला यो रेलिङमा बसेर फोटो खिच्ने कस्तो चलन थियो है। हामीले तन्ना पनि बोकेर गएको थियौँ के, ड्राई पिकनिक गराउने टाइपको गरेर। अनि हेर्नु न त्यहाँ कुकुरले यति परेशान गरायो नि हामीलाई त खाने बेलामा। मैले त रुखमा भिडियो बनाउन छाड्दा थिएँ कि कतिखेर मेरो मोबाइलबाट भिडियो नै अफ भइसक्यो मलाई थाहै नभएको के। पछि हेर्दाखेरि त जम्मा 25 सेकेन्डको भिडियो भराइछ। तर हेर्नु न यति रमाइलो, हामीले यति धेरै खायौँ। अनि पोइजन गेम खेलेको, साथीको त्यहाँ जुस पुगेछ कि, खाने ढङ्ग नै नभएको केटी हो यो खेल्दा यस्तो रमाइलो भएको नि, आफ्नो पोइजन नचिनेर त्यही खाइरहेको के। हामी सबै मोटा छौँ, सबको डाइटिङ चलिरहेछ, तर त्यो खाना देखेपछि खाना जन्मेका हो खाऊ भन्दै खाइरहेछौँ कि। यता स्वर सङ्गीत कि धनीको फेरि आफ्नै पारा छ के। खाएर भ्याएपछि चाहिँ हामी ब्याकबाट भिडियो बनाउनु चलिरहेछ। मेरो पालो सक्यो, अब साथीको, अनि अब फेरि यता ग्रुप पनि छन् है। सबलाई ब्याकबाट भिडियो बनाउनु पर्ने। अनि यहाँ चाहिँ घोडा सवारी नै गराउँछ है, मुस्ताङ नै जानु पर्दैन। त्यसपछि टुडीखेलबाट हामीहरू चाहिँ गयौँ बन्दीपुर बजार। अनि यहाँ गएर चाहिँ हामी कल्चरल ड्रेस लगाउने भनेर के। हेर्नु न मैले कति टेक लिएको रहेछु यो भिडियो बनाउँदा। लास्टमा यो चाहिँ हल्का भयो जस्तो लाग्यो। अनि त्यसपछि अलिअलि भिडियो बनायौँ। त्यहाँ चाहिँ कल्चरल ड्रेसहरू यस्तो दामी दामी है। अहिले त पुरा चाइनिज, जापानिज, कोरियन सबै ड्रेसहरू आउने रहेछ के। पर आवर 300। मलाई चाहिँ एकदम रिजनेबल प्राइस लाग्यो। ड्रेस पनि यस्तो क्लिन थियो नि। अनि म यहाँ चाहिँ नेवारी मैचा भन्छु कि। यो भोइस ओभर गर्दा के म मेरो साउन्ड सुन्दै अनि फेरि भोइस ओभर गर्दै गरेछु। मलाई चाहिँ मेरो आवाज यस्तो टर्रो लागिरहेछ नि। त्यस्तै पर्यटकीय स्थल कसले भन्छ होला है। हेर्नु न भिडियो गराउँदा सिनहरू पनि यस्तो राम्रो। त्यहाँ चाहिँ पुरै पुरानो घरहरू छ के। म चाहिँ नेवारी भएको, अनि मेरो साथी चाहिँ राइनी भएको के। हेर्नु न तपाईहरुलाई पनि यस्तै विभिन्न कल्चरको ड्रेस लगाएर फोटो भिडियो खिच्न मन छ भने बन्दीपुर आउनु है। थ्याङ्क यू फर वाचिङ।